पहिला म यो सवालले पुरा गर्छु ल, यो सवालले सल्भ गर्छु ल। पर्खिनुहोस्। यहाँ के लेखेको छ? 75 छ नि गाइज। यहाँ 75 लेखेँ मैले, हेर्नुहोस् 75। अब यहाँ के 2 लेखेको छ नि, यहाँ क्वेसन मार्कको पछाडि 2 लेखेको छ नि, त्यो 2 ले अब हाम्रो डिभिजिबल हुन्छ। यो तपाईँले याद गर्नुपर्छ कि यो जसले यहाँ गरेको छ नि त्यो तपाईँले याद राख्नुपर्छ। अब यहाँ 37 ले 74 हुन्छ नि। अब 74 मा कति प्लस गर्दा 75 हुन्छ? 1 ले नि। गाइस यो चाहिँ बुझ्नु हो। अगर मेरो च्यानलबाट बुझिनु भने अरू कोही देखि पनि बुझ्दिनौ। अनि फेरि यहाँ भयो 218 छ। 218 36, त्यसमा पनि 1 एड गर्नु पर्यो नि। बुझ्नु भयो? यसै एड गरे पछाडि अब यो 2 9 हुन्छ नि, 2 9 यो एक्ज्याक्टली डिभाइड भयो नि। एक्ज्याक्टली 2 9 18। त्यही गरी यहाँ 0 0 गोल गोल आउँदा हुन्छ। बुझ्नु भयो? अब यहाँ हेर्नुहोस्। अब 2 4 ले 8 हुन्छ। अनि फेरि +1 गर्नुपर्छ नि हामीले 9 बनाउनुको लागि। यहाँ 1 हुन्छ। बुझ्नु भयो? यहाँ हाम्रो ट्युसनबाट एउटा साथीलाई यो आएको छैन थियो। म यसै सम्झाइदिन्छु। 2 4 8 2 4 8 भयो साथीहरू। यहाँ 2 4 8 भयो। यहाँ 1 हुनुपर्छ। 8 + 1 कति हुन्छ? 9 हुन्छ। यहाँ 1 गर्नुपर्छ। अनि यहाँ 2 2 4 भयो। यो एक्ज्याक्टली डिभिजिबल भयो नि। यसै 0 गर्नुपर्छ। 0 बुझ्नु भयो? नहीं काटो। यो भयो 2। अब 2 1 जा 2 मा 1 आउँदैन भने यहाँ हुन्छ 1। यहाँ 1 भयो नि गाइस। +1 + 1 कति हुन्छ? 2 नि। हामीले 1 चाहियो। अब 2 मा 0 आउँदैन। 2 मा 1 आउँदैन नि। अब यहाँ 0 राख्नुस्। अब यो भयो हाम्रो सोल्भ। गाइस यति डिटेलमा म सिकाएको छु। तपाईले आएन भने तपाई के गर्नु हुँदैछ? अब हामीले यसलाई मुनिदेखि यहाँसम्म गर्नुपर्छ। अब हामीले 75 टु हाम्रो यहाँ 10 भयो। यहाँ इक्वल टु अब हाम्रो यो के थियो? 1 0 1 0 1 1 भयो नि। अब यसले हामीले यहाँ के लेखेको थियो? 2 मा नि। अब यहाँ हामीले लेख्नुपर्छ क्वेसन मार्कले सोधेर यो नम्बर। अनि यहाँ लेख्नुपर्छ 2। कमेन्ट गर्नुहोस्। अहिले म तपाईलाई भिडियो पठाइहाल्छु एउटा और। अगर तपाईलाई यसको बारेमा एउटा और इन्फर्मेसन चाहियो भने छिटो गरिदिनुहोस्। बाई बाई।